Hi everyone. यो भिडियो चाहिँ म विशेष गरेर उस्तै लाग्ने शब्दहरू अङ्ग्रेजीका हामीले बारम्बार मिस्टेक गर्ने बोल्दाखेरि त लेख्दाखेरि जस्तै तपाईको राइटिङलाई पनि असर गरेको छ तपाईको स्पिकिङलाई पनि असर गरिरहेको छ त्यस्ता वर्ड जस्तो लिसन एन्ड हियर अधिकांश स्टुडेन्टले लिसन र हियरलाई चाहिँ सिनोनिमसली प्रयोग गरेको पाइन्छ सो वाट्स द डिफरेन्स फरक के हो त लिसन मिन्स to observe to perceive some sound attentively कुनै कुरा ध्यान दिएर सुन्ने भन्ने अर्थमा चाहिँ लिसन जस्तो I am listening to the lecture I am listening to the radio news है ध्यान दिएर सुन्ने चाहिँ लिसन भयो unlike that तर हियर भनेको चाहिँ to observe some sound without attention तपाई यहाँ बसिरहनु भएको छ अरु चराको आवाज गाडी कुदेको आवाज तपाईले बाहिर अटोमेटिकली सुनिरहनु भएको छ you don't want but your eardrums they receive the sound unintentional, unwanted sounds. However, it is received by your ears. Just now, I am hearing the noise of the vehicles. म vehicle को आवाज सुनिरहेको छु मलाई त सुन्न आवश्यकता छैन नि त है नेक्स्ट वान अब यसको अर्को पनि युज गर्न सक्छ हेयरको चाहिँ जस्तो कोही व्यक्ति अलि पर छ अनि तपाईले मेरो आवाज सुन्यो भनेर सोध्नुभयो अथवा तपाई कोहीसँग फोनमा कुरा गर्दै हुनुहुन्छ अथवा तपाई अनलाइन भर्चुअल कुरा गर्दै हुनुहुन्छ मेरो आवाज सुनिएको छ भनेर सोध्नु पर्यो भने लिसन है क्यान यु हियर माई भोइस एम आई अडिबल क्यान यु हियर माई भोइस भनेको चाहिँ एम आई अडिबल भनेको है सो हे क्यान यु हियर मी मेरो आवाज सुनिएको छ भनेको त्यतिखेर हियरको प्रयोग गरिन्छ नट लिसन थ्याङ्क यू